ठुलो भयो भने माझै बाट भाँच परिला 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 परवीन अहिले नाति जस्तो बनाएछ एक नाथ मात्रै बनाएको परवीन भाले अझै 5 किलोको भाले मामा आज झम्के लक्ष्मी नारायण भगवान को
यसै गरी मालिका भगवती व्यवस्थापन भेट्नको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी प्रतिनिधि श्री कृष्णराज शर्माज्यूलाई पनि आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। यो कार्यक्रमलाई विभिन्न माध्यममा पुर्याउनको लागि उपस्थित हुनुभएका कार्यक्रमको शोभा बढाइदिनको लागि भजन मण्डली हुनुहुँदैछ। कालीमाटी का बाबू निकै राम्रो प्रदर्शन गरी द्वितीय स्थानमा पुर्याउन सफल हुनुभएको छ हिमाल किसान। खेलमा सहभागी भइदिनुमा रमेश बोहरालाई हार्दिक अनुरोध गर्दछु। रमेश बोहराको पनि अब अन्तिम चरण रहेको छ। अग्र स्थानमा रहनुभएका सुजित थापाले पुनः आफ्नो प्रदर्शन देखाउने सहभागी हुनुहुँदैछ। त्यस पछाडिको चरण रमेश बोहराको रहनेछ। उसले कम्पिटिसन गर्ने ठ्याक्कै जोसमा अब यो हुने खालको भएन नघोचेटा पनि न हो यो प्रदर्शन गर्नुभएको छ। अन्तिम सहभागीको रूपमा रमेश बोहरा। रमेश बोहरा खेलमा सहभागी हुनुहुँदैछ। उहाँले पनि यस मालिका मेलामा धेरै पटक पुरुष सेवा प्रतियोगिता जितेर जानुभएको छ। आज पनि उहाँले उत्कृष्ट प्रदर्शन गर्नुहुँदैछ। अन्तिम प्रतियोगीको रूपमा रमेश बोहरा। यसै अनुसार आजको पुरुष सेवा प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ दुजिक थापा। द्वितीय स्थान हासिल गर्न सफल हिमाल किसान र तृतीय स्थान हासिल गर्न सफल रमेश बोहरा हुनुहुन्छ। उहाँहरूलाई धेरै धेरै बधाई दिन चाहन्छौँ। अब कार्यक्रममा हामी साङ्गीतिक प्रस्तुति र खेल प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम रहनेछ।
4.2 याद भनेको 1 मिटर कति रहेछ दुजित थापाको 61 फिट दोस्रो हुनेको हजुर दोस्रो हुनेको नाप्पी होइन दोस्रो तेस्रो होइन पहिलो पुरस्कार मात्रै भएको हुँदा दुजित थापा प्रतियोगितामा प्रथम हुने दुजित थापालाई हार्दिक बधाई तथा शुभकामना।